एयरपोर्ट बन्ने, प्लेन नउड्ने, बस पार्क बन्ने, बस नगुड्ने हो भने त्यो काम के हो? कतिजना राउटेका बालबालिका टाइलाएर स्कुल जान्छ, नाङ्गै भुतुङ्गे बसे आन् त्यहाँ, लाखे जात्राका भक्कु वस्तु भएर हिँडे आन् त्यहाँ बजारमा। लुगा लाउन ल्याएको हो भने लुगा लाएको देखिनु पर्यो त्यहाँ चाहिँ। राउटेलाई लुगा दिने भनेर चाहिँ मुख्यमन्त्री गएर त्यहाँ दिने, भोलिपल्ट राउटे नाङ्गे भुतुङ्गे हिँडेको छ बजारमा। फेरि लुगा लाउने भने चाहिँ लुगा लाउने हुनु पर्यो, त्यो लुगा लाएर हिँड्नु पर्यो भोलिपल्ट त्यो। उसमा 5 लाख रुपियाँ दलितको जीविकोपार्जनमा क्षमता अभिवृद्धिमा आउने, त्यो पैसा दिन पर्यो भने कलेजो दिन लागेको जस्तो, किडनी दिन लागेको जस्तो मरे त्यसमा हातै नहाल्ने, यस्तोमा लाग्नुहुन्न अहिले भन्ने त्यो मुख फुट्याउने त्यो हुँदैन त्यो कुरा। अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु। कहीँ कतै कोही साथीहरूलाई मेरो मानवर्धन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नु होला, कठघारोमा उभिएर जवाफ दिनलाई म तयार छु। तर एउटा सार्वभौम एउटा चाहिँ समितिमा आएर टोपी भुइँमा राखेर जुवारी खेल्न पाइँदैन। टक्रक्क त्यहाँभित्र छलफल हुन्छ, आँखा मिलाउने, भाका मिलाउने, कागज मिलाउने, मुख मिठो बनाएर कुरा गर्ने, यसो प्रमाण पेश गर, निराहार प्रमाण आरोप लाउँछस् भन्नुभयो भने राउटेको शिक्षाको नाममा कति पैसा लगानी भएको थियो दैलेखमा, त्यो गुराँस गाउँपालिकामा? कतिजना राउटेका बालबालिका टाइलाएर स्कुल जान्छ, नाङ्गै भुतुङ्गे बसे आन् त्यहाँ, लाखे जात्राका भक्कु वस्तु भएर हिँडे आन् त्यहाँ बजारमा। सबलाई रक्सी खुवाएर ठिक पारेर राखेका छन्। उसमा कतिजना राउटेहरूको घर बन्यो त्यहाँ, त्यो राउटेहरूको छानबिन हुनुपर्छ। समाज कल्याण परिषद त्यो संस्थाको बारेमा छलफल हुनुपर्छ सभापतिज्यू। तत्काल अहिले नै दलितका नाममा, गरिबका नाममा, ती सुखडमा बसेका, दैलेखमा बसेका, लोहरेमा बसेका, काँडाचौरमा बसेका, झुब्राखोलामा बसेका वादीहरूको नाममा, दलितको नाममा, डुमसमार मुसरहरूको नाममा तराईमा कति पैसा आएको छ तिनीहरूको जीविकोपार्जनमा, यसको प्रक्रिया के हो? बडो मिठो तरिकाले भन्नुभयो साथीहरूले। अहिले यहाँ कर्मचारी साथीहरूले पैसा यसरी आउँछ, यसरी जान्छ, बिल मिलाउने, यस्ता कुरा मिलाउने, कागज मिलाउनेमा त तपाईँ त लोकसेवा नै पास गरेर आएका मान्छेहरू हुनुहुन्छ। मेरो त्यसमा केही प्रश्न छैन, प्रक्रियामा प्रश्न छैन। परिणाम के हो? परिणाम चाहियो। यहाँ लुगा लाउन ल्याएको हो भने लुगा लाएको देखिनु पर्यो त्यहाँ चाहिँ। राउटेलाई लुगा दिने भनेर चाहिँ मुख्यमन्त्री गएर त्यहाँ दिने, भोलिपल्ट राउटे नाङ्गे भुतुङ्गे हिँडेको छ बजारमा। फेरि लुगा लाउने भने चाहिँ लुगा लाउने हुनु पर्यो, त्यो लुगा लाएर हिँड्नु पर्यो भोलिपल्ट त्यो। उसमा यो खालको चाहिँ कुराहरू स्वीकार्य छैन, यो खालको कुराहरूलाई चाहिँ मान्ने छैन। यो कुरामा सार्वजनिक लेखा समितिले, मैले फेरि पनि भने, समाज कल्याण परिषदबाट अहिले पनि यहाँ बजारमा भोलि मलाई एउटा बोलाइयो, अघि कार्यक्रममा के भनेर बोलाइयो? दलितको थर परिवर्तन गर्नुपर्छ, फलानु एनजिओले कार्यक्रम आयोजना गरेको छ, आउनुपर्छ। सामाजिक सद्भाव भड्काउने काम भइरहेको छ एनजिओको नामबाट, जातीय द्वन्द्व भड्काउने काम भइरहेको छ, साम्प्रदायिकता भड्काउने काम भइरहेको छ। राज्यले त्यसलाई अनुमोदन गरेर छाप लाएर, लाछाप लाएर ल देश भड्का भन्न पाइँदैन। जातको नाममा, धर्मको नाममा समाज भड्काइरहन पाइँदैन, त्यो ठेक्का दिन कसैलाई पनि दिन पाइँदैन। एकचोटि दलितलाई अहिले परेको छ बजारमा, फेरि छिटो थर फेरिहाल्नु पाएको भए म पनि ठुलै हुन्थेँ भन्ने परेको छ। थर फेर्न मन लागेका साथीहरू जाने, तर दलितलाई अगाडि देखाएर राज्यलाई ध्वस्त पार्न पाइँदैन। अङ्ग्रेजीमा पैसा ल्याएर नेपालीमा डुबाउन पाइँदैन। बडो मजाले चाहिँ डकुमेन्ट पेश गरेर नेपाल ध्वस्त बनाउन पाइँदैन। यो समाज कल्याण परिषदमा यो अहिले महिला तथा बालबालिका मन्त्रालयमा संयोगले मेरो बहिनी एउटा सामाजिक अभियानबाट आएको सीताबादीज्यू त्यहाँ मन्त्री हुनुहुन्छ, सचिवज्यू यहाँ हुनुहुन्छ। दलितका नाममा, गरिबका नाममा आएका बजेटहरू कहीँ कतै फ्रिज हुनु भएन सचिवज्यू। मेरो स्पष्ट कुरा, घर बनाउने कुरा सबभन्दा पहिला टेन्डर खोल्ने, साउन लाग्न पाएको छैन टेन्डर खोल्न थालिहाल्ने। तर 5 लाख रुपियाँ दलितको जीविकोपार्जनमा क्षमता अभिवृद्धिमा आउने, त्यो पैसा दिन पर्यो भने कलेजो दिन लागेको जस्तो, किडनी दिन लागेको जस्तो मरे त्यसमा हातै नहाल्ने, यस्तोमा लाग्नुहुन्न अहिले भन्ने त्यो मुख फुट्याउने त्यो हुँदैन त्यो कुरा। त्यसैले गरिब, दलित, उपेक्षित, उत्पीडितको नाममा राज्यले दिएको होस् चाहे वैदेशिक सहायताबाट आएको होस्, त्यो कुरा ठाउँमा पुग्नुपर्छ। अँध्यारोमा झटारो हानेको जस्तो ट्याक्कै लाग्यो भने हेर हामीले त अँध्यारोमा पनि झटारो लगायो भने मैले मेरो कुरा टुङ्गायो हजुर, मेरो कुरा सक्का आयो। यो अलिकति हामीसँग लक्षित कार्यक्रम भएको हुनाले यो बारेमा चाहिँ सुर्खेतमा, कर्णाली प्रदेशमा उतातिर परेका पनि गरिबका नाममा, दलितका नाममा, त्यो पीडितहरूको नाममा ठुलो खालको चलखेलहरू भइरहेको छ, यो बारेमा होस्। भौतिक संरचनाको सन्दर्भमा पोखरा एयरपोर्ट के भइरहेको छ, जो अन्तर्राष्ट्रिय सहायतामा बनिरहेका भइरहेको एयरपोर्ट बन्ने, प्लेन नउड्ने, बस पार्क बन्ने, बस नगुड्ने हो भने त्यो काम के हो? यसलाई राज्यलाई चाहिँ यसरी ऋणको भारी बोकाएर चाहिँ हामी बस्न सकिँदैन। मेरो कुरा टुङ्गाउँदै गर्दा अस्तिको विषयमा थोरै तपाईँले अहिले बैठकको अन्तिममा पनि जानकारी गराउनु होला। हामीले 15 दिनभित्रमा त्यो प्रहरीको स्रोत साधन खरिदमा भएका बदमासीका बारेमा हामीले डकुमेन्ट मागेका थियौँ, त्यो आएको आएन। अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु। कहीँ कतै कोही साथीहरूलाई मेरो मानवर्धन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नु होला, कठघारोमा उभिएर जवाफ दिनलाई म तयार छु। तर एउटा सार्वभौम एउटा चाहिँ समितिमा आएर टोपी भुइँमा राखेर जुवारी खेल्न पाइँदैन, सरकारको मानवर्धन गर्न पाइँदैन। धन्यवाद।